हेलो साथीहरु, नमस्ते। मेरो तीर्थ फ्यामिली ब्लगमा तपाईलाई स्वागत छ साथीहरु। आजको बिहानको 9 बजेको छ समय चाहिँ। अब मेरो भिडियो सुरु गर्छु साथीहरु। मेरो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। अब घर भित्रको देखि लिएर बाहिरसम्मको भिडियोहरु तपाईलाई देखाउँछु साथीहरु। मेरो भिडियो लास्टसम्म हेरिदिनु होला। नौतुन हुनुहुन्छ भने साथीहरु सब्स्क्राइब गरिदिनु होला। अरु मन परेमा लाइक कमेन्ट शेयर गरिदिनु होला साथीहरु। अब भिडियो सुरु गर्छौं, हेरिराख्नु होला। चल्लो अब भिडियो सुरु भयो साथीहरु। यहाँ चिया पाक्दै छ, चिया खानु पर्यो। बुङ्गुरको मासु ल्याएछ साथीहरु। यो कुकरमा हाल्नु पर्यो मासु साथीहरु। यो बुङ्गुरको चाहिँ बोइल हो, पकाउने चाहिँ। लसुन, अदरक, अदुवा, लसुन, खुर्सानी, निमक, खुर्सानीको धुलो, कुकरमा बुङ्गुरको मासु पकाउँदैछु। बार पानी कतिका सेन्टेसमा भर्दैछ, हेरेर आउनु पर्यो। अनि यो पनि गाईले दिनु पर्यो, अनारसको बोक्राहरू। यो कति चाहिँ भरेछ हेर्नु पर्यो। आधी नभएर भरै लागेछ पानी। गाईले सफा गर्नु छ साथीहरु। गाई धेरै फोहोर भयो, गाईले नुहाउनुपर्छ। गुवाली पनि पुरा सफा गरिदिनु छ साथीहरु। निजर जुत्ता धुलाबिदै साथीहरु। म चाहिँ फेरि नि ग्यासको चुला सफा गर्नु पर्यो, धेरै फोहोर भयो। यी भात पकाउँदा सब्जी पकाउँदा भात पकाउँदाखेरि साथीहरु पुरा फोहोर भयो। यसले ट्लिक्क टल्काउँछु मैले चाहिँ। अब हेरिराख्नु तपाईहरुले। पानी लिएको छु, स्टिल झुस, अनि यो सरफ, साबुन र झत्त। यसले भिजाउनु पर्यो साथीहरु, हल्का 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 यसरी। गरम छ यो साथीहरु। भर्खर मैले पकाएको, यसलाई
भिजाएर राख्नु पर्यो। एकदम भात सब्जी पकाएपछि पुरा फोर। गोरस फुलले खैमा माया बस्यो हो देशैमा। गाना पनि गाउन आउँछ के गाइस मलाई त टुक्रा टुक्री। तल्ल कटल्कियो मेरो ग्यासको चुल्हा त तल्ल कटल्कियो। बिजुलीको तार 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 साथीहरू मेरो चाहिँ ग्यास चुल्हा कतिको टल्क्यो हेर्नु होला, अरू कमेन्टमा भनिदिनु है साथीहरू। कुरा मात्र पर्यो, दुईजना मात्र गर्नु पर्यो, यी सबै सुकेछ आज हो। साथीहरू त्यो साह्रै पानीले भिजेर फोर 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 जब हाँडाकुँडा राख्दा पनि त्यस टाँसिने भयो। त्यसैले मैले ब्रस गरेर सफा गरेको छु। पानी भिजेको भिजे भिजेको भिजे स्याउ स्याउ पनि पलाएको लागेर खत्तम। ल अलिकति चाहिँ टल्क्यो। बुङ्गुरको मासु बोइल पकाएको त वाउ। दाल, कालो दाल, अनि यो भिन्डीको सब्जी, अनि यो बुङ्गुरको मासु बोइल, अनि यता भात। भात सब्जी चाहिँ पाकिसक्यो साथीहरू। अब खानु पर्यो। अनि खाएपछि गाईलाई घाँस हाल्नु पर्यो, एकछिन आराम गर्नु पर्यो, अनि त्यहाँबाट साथीहरू अनि फेरि घाँस काट्न जानु पर्नेछ साथीहरू।
साथीहरु खानु पर्यो अब। बोसो